मलाई म यहाँ छु घरको चाहिँ एडभर्टाइजहरूमा चाहिँ राखेको रहेछ। हेलो गाइस, वेलकम टु माई ब्लग। आज चाहिँ म यसो बाटोतिर आएको छु कि यहाँ चाहिँ आज अस्तिको 2-3 दिन भयो। त्यहाँ चाहिँ डान्स प्रोग्राम र त्यतातिर आएको छु। यहाँको के छ माहौल भनेर मलाई चाहिँ म यहाँ छु बाटोतिर। यहाँको हरियाली एकदम भइरहेको अवस्था छ। यता देख्न सक्नुहुन्छ है बच्चाहरू खेलिरहेको अवस्था छ दिदा। यता बच्चाहरू खेल्ने ठाउँ यो चाहिँ एकदम रमाइलो गरिरहेछ बच्चाहरू। यता हामी नेपाली दाजुभाइहरू भेला भएको छौँ। पुरै हरियाली देख्न सक्नुहुन्छ है, यस्तो अवस्था छ। अहिले चाहिँ हामी टक्कै यो सेन्ट्रो छेउमा भनौँ न आएको छौँ यहाँको पार्कमा। यहाँ चाहिँ एकदम प्रोग्राम भइरहेको रहेछ। बेलुका भएपछि एकदम रमाइलो हुन्छ होला भन्ने लागेको छ है। अनि चाहिँ यसो हामी यहाँ आएको छौँ। ल गाइजहरू, म चाहिँ अहिले यहाँ सेन्ट्रोमा आइपुगेँ। पार्कबाट चाहिँ हामी अहिले यहाँ आइपुग्यौँ साथीहरू। यहाँ चाहिँ अहिले यो सिक्किममा यो रमणीय भएको कम्पनीहरूको चाहिँ एडभर्टाइजहरूमा चाहिँ राखेको रहेछ है। यो कम्पनीहरू गभर्मेन्ट दर्ता भएको कम्पनीहरू चाहिँ यहाँ एडभर्टाइज चाहिँ राखेको रहेछ। प्रचार प्रसारको लागि भनौँ न, गर्नको लागि। यहाँ देख्न सक्नुहुन्छ। म तपाईँहरूलाई ब्याक देख्नुहुन्छ है। यिनीहरू कम्पनीहरू चाहिँ एकदम राम्रो कम्पनीहरू है। यो चाहिँ गभर्मेन्ट दर्ता भएको कम्पनीहरू हो। तपाईँहरू आउनुहुन्छ भने चाहिँ जुन यो एडभर्टाइज राखेको कम्पनीहरूमा चाहिँ हजुरहरूले एप्लाई गर्नुभयो भने एकदम राम्रो सेलेरीहरू पाउन सक्नुहुन्छ है। यो चाहिँ यता देख्न सक्नुहुन्छ है। जुन गरेर देखाउँछु, यो चाहिँ अलिक गभर्मेन्ट दर्ता भएको कम्पनीहरूभित्र चाहिँ पर्ने कम्पनीहरू यहाँ जुन पनि छ अहिले मैले देखाइरहेको छु हजुरहरूलाई। यो कम्पनीतिर आउनुभयो भने चाहिँ एकदम राम्रो हुन्छ हजुरहरूको लागि। अहिले जति पनि दलाईहरू नेपालबाट फसाइरहेको छ, सप्लाईतिर बढी मात्रामा सप्लाईतिर आएको छ है नेपालबाट। र यो अहिले देखाइरहेको छु, सप्लाईमा नपर्नुहोस् भनेर चाहिँ यो मैले एडभर्टाइजहरू तपाईँलाई कम्पनीको देखाइरहेको छु। देख्न सक्नुहुन्छ है। र यतातिर नि देख्न सक्नुहुन्छ है। म जुम गरेर देखाउँदैछु। मान्छेको भिडहरू बढिरहेछ है। सेन्ट्रोको भिडियो त अस्ति पनि बनाएको हो।